धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यो 3 दिवसीय स्काउटको आवासीय प्रशिक्षण भनौँ, शिविर भनौँ, के भनौँ, यो कार्यक्रममा चाहिँ यहाँ सहभागी हुन आउनुभएका, यो कार्यक्रमलाई नेतृत्व प्रदान गर्न आउनुभएका स्काउटका विभिन्न लेभलका साथीहरू, विद्यालय स्टाफ लगायत यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म हार्दिक अभिनन्दन व्यक्त गर्न चाहन्छु। समग्र आज स्काउट दिवस पनि रहेछ। यस सन्दर्भमा म स्काउटको स्थापना, विकास र उन्नयनको निम्ति रगत पसिना र आँसु बगाउने महान त्यो स्काउटको मोर्चामा लामबद्ध अघिल्लो पुस्तालाई हार्दिक अभिनन्दन गर्न चाहन्छु, सम्झन चाहन्छु। यहाँहरू कैयन पाका साथीहरू पनि हुनुहुन्छ। हामी स्कुल जाँदा स्काउटको विषयमा किताबमा केही कुरा मैले बुझेको थिएँ। ओइडेन पावेल भनेको ठुलो घेरे टोपी लागेको एउटा मान्छेको हाफ फोटो मैले किताबमा देख्ने गर्थेँ। मैले अघि थापा सरका चाहिँ यहाँ कुरा सुने कि धेरै कुराको विषयमा उहाँले यहाँ जानकारी दिनुभयो। यो स्काउटको टिममा पनि म केही साथीहरूसित चाहिँ हाम्रो सामाजिक सञ्जालमा, हाम्रो अरू विषय पनि अड्डा अदालतमा हाम्रो देखभेट भइरहने रहेछ। यहाँ आए पछाडि चाहिँ त्यो कुरा मैले थाहा पाएँ। संसारमा ओइडेन पावेलले स्काउट शिविर सञ्चालन गरेको त आज 119 वर्षको फेरि भएछ कि नेपालमा त्यो प्रवेश गरेको पनि आज पौने 100 वर्ष भइसकेको रहेछ। झन्डै पौने 100 वर्ष पछाडि स्काउट आज हाम्रो स्कुलको प्राङ्गणमा आएको छ। अब यसका केही आधारभूत मूल्य मान्यताहरू, यसका केही आधारभूत लक्ष्य र उद्देश्यहरू त अवश्य छन् नै। यो 3 दिनको शिविरमा विद्यार्थी भाइ बहिनीहरूले ती कुराहरूलाई ग्रहण गर्ने कुरामा अत्यन्तै ध्यान दिनु होला भन्ने म प्रमुख कुरा यहाँको बिचमा गर्न चाहन्छु। खास गरी मान्छेले आफू सँगसँगै राख्ने भनेको एउटै मात्रै चिज, आफू सँगसँगै राख्ने, आफू नम्रतासम्म, आफू प्राण हुँदासम्म आफूले राख्ने एउटै चिज भनेको आफ्नो अनुशासन र आफ्नो बेहोरा मात्रै हो। हामीले सबै कुरा यो संसारबाट छोडेर सबै कुरा हामीसितबाट छुट्टिन्छ। हाम्रा बाबामा छुट्टिन्छन्, हाम्रा घरका अन्य परिवार छुट्टिन्छन्, हाम्रो समाज छुट्टिन्छ। स्वयं हामी बसाइ सरेर कहिले मधेस जान्छौँ, कहिले पहाड आउँछौँ। हामी मधेस जाँदा पनि हामीसँग भएको बानी बेहोरा सँगसँगै मधेस जान्छ। हामी मधेसबाट पहाड आउँदा पनि हामीसँग भएको बानी सँगसँगै छाया जसरी पछाएर चाहिँ हामीसँग पहाड आइपुग्छ। अघि एकैछिनको तालमेलमा विद्यार्थी नानीहरूले कसरी मिलाइ ताली बजाएका छन्, मलाई त्यो कुराले अत्यन्तै प्रभावित बनायो। कसरी मिलाइ खुट्टा चालेका छन्, त्यो कुराले मलाई साह्रै नै प्रभावित बनायो। र मलाई यो आशा लागेको छ कि यो 3 दिनसम्म नानीहरूले सिके भने उनीहरूले कैयन कुराहरूलाई आफ्नो जीवनसित जोडेर, आफ्नो जीवन्ततासित नै त्यसलाई सँगसँगै लानेछन् भन्ने मलाई विश्वास छ। मैले अघि बानी बेहोराको कुरा किन गरेँ भने स्काउटको पृष्ठभूमि यहाँ अघि थापा सरले भन्नुभयो, यो एउटा फौजी स्टाइल रहेछ। यो अत्यन्तै अनुशासन हुने कुरा रहेछ। यो चाहिँ आफूलाई आत्मनिर्भर बनाउने कुरा रहेछ, आफ्नो क्षमताको विकास गराउने कुरा रहेछ। र सबैभन्दा बढी त सेवाभाव र समर्पण भावको एउटा तपाईँको चाहिँ मिलन रहेछ भन्ने कुरा चाहिँ मोटामोटी रूपमा हामीले बुझ्यौँ। 3 दिनमा थप अरू कुरा चाहिँ बुझेला। म यहाँको बिचमा यति कुरा राख्दै हामी सबैलाई हामी कयौँ मान्छेलाई थाहा छ, गाउँमा कयौँ पाका मान्छेहरू पेन्सन पकाएर पेन्सन फौजमा काम गरेर आएर गाउँमा बसेका छन्। तिनी कम तास खेल्छन्, तिनी भट्टीहरूमा कम जान्छन्। उसले आफ्नो छोरालाई अहिले पनि जुड्की मुड्की गर्छ, समयमा बिउ राख भन्छ, समयमा घर छ भन्छ। घर सोरेर सफा चट बनाएको छ, बिहान 4 बजे नै उठ्छ, बेलुका 9 बजेको हाराहारीमा निदाइसकेको हुन्छ। मिठो चिज पाएर उनी एकैचोटि खान्न,
उसले नमिठो चिज छुँदै नछुने पनि गर्दैन। कैयन फौजी अनुशासनको कुराहरू हामीले देखिरहेछौँ नि। तर त्यसमा कहीँ यो 3 दिन पछाडि यहाँहरू अत्यन्तै अनुशासित, सेवाभावमुखी, एउटा समर्पण भाव भएको चाहिँ मन बोकेर अनुशासित भएर लगनशील भएर र समग्रमा समाजसेवी भएर भोलि यस्तै वरुण ध्वज मल्ल जस्तै वडा अध्यक्ष भएर, यस्तै कल्पना कौर जस्तो वडा सदस्य भएर, यस्तै कृष्ण सेना जस्तो स्कुलको हेडमास्टर भएर यस्ता मञ्चमा हामी भगेर फाल्नु चाहिँ ऊ त्यहाँ माथि बसेर चाहिँ यता हेर्ने, तपाईँहरूले यहाँ भाषण दिने, हामीलाई यस्तो गराउ पुरा हो उस्तो गराउ पुरा हो भन्ने चाहिँ भविष्य तपाईँहरूकै हातमा छ। यो कुरामा यहाँहरूको म ध्यान आकर्षण गराउँदै म बिदा हुन चाहन्छु। धन्यवाद।